हेलो गुड मर्निङ। यो चाहिँ नेक्स्ट डे अझै टपमै बस भने तिमीलाई त पुरै सरसफाइ छैन। बनाउनु लागेको बेला यस्तो त हुन्छ नै है। माथि पनि बनाउने कार्य, यता तल पनि निर्माण कार्य। म आनन्द लिएर ड्राइभिङ गर्दै गर्छु है। लिँदाइयो भने चाहिँ छैन फेरि। कहाँ पुगिन्छ त्यो पनि ठेगान छैन। हामी अब बिहानै लजबाट निस्केर अब तालवाराईको दर्शन गर्न जाँदैछ। हेरौँ दर्शन कस्तो हुन्छ। यो स्ट्रिट त हिजो पनि देखाइसकेको भएर अब त्यति खिच्दैनौँ। बेलुकाको तुलनामा तालवाराईमा बिहान चाहिँ अलि खाली जस्तो लाग्यो, होलो होलो जस्तो लाग्यो। हिजो त यहाँ त नत्र पाइला टेक्ने ठाउँ थिएन। ठ्याक्क तालवाराई आइपुग्यो। हिजोको तुलनामा आज चाहिँ धेरै कम छ। मन्दिर उता छ, टिकट काउन्टर यता। योसँग यो लगाउने है, म लगाउँछु होइन। अझै टपमै बस भने तिमीलाई त हो, तिमी बसे नि हुन्छ। यस्तो गर्मीमा यस्तो बाक्लो ज्याकेट लगाएर हिँड्नु पर्यो। यो मन्दिर पुरा फनाक्क घुमाउँछ थाहा छ। मन्दिर पुरा पहिला पहिला चाहिँ स्ट्रेट हुन्थ्यो। ल सरर फेवातालमा मन्दिर आइपुग्यो। सब फर्किनलाई रेडी भएर बसेको छु। ल फाइनल्ली आइपुग्यो तालवाराई मन्दिर। तालवाराई मन्दिर त बनाउँदै रहेछ, त्यो त त्यहाँबाट झिकेर यता राखेर थियो। ल अब दर्शन गरौँ अनि भेटौँ। दर्शन त गरियो, तर कसो भयो नि मेन मन्दिर चाहिँ बनाउनु लागेर छ। यो मेन मन्दिरसँगै यतापट्टि सानो मन्दिर राखेर छ यहाँनिर है। त्यहाँ मूर्ति राखेर दर्शन गर्नु पनि त्यहाँ रहेछ। अहिले अलि फोहोर भद्रगोल पनि देखियो। पुरै सरसफाइ छैन। बनाउनु लागेको बेला यस्तो त हुन्छ नै है। तर हिजो बेलुका जति चहल पहल देखाएको थियो बिहानै चाहिँ नहुने रहेछ। अब यहाँबाट दर्शन गरिसकेपछि अब हामी पारी गएर चिया नास्ता गरेर अनि एउटा सरप्राइज काम छ त्यो सकेर आनन्दले घुम्छौँ। भने तालवाराईको दर्शन गरेर फर्कियो। आनन्दले फर्किँदैछौँ ढुङ्गामा। जस मजा आइरहेको छ। बाबु चाहिँ अहिले माथि बसेको थियो, अहिले चाहिँ यहाँ तल बसेछ है। माथि म बसेँ, आज ओभरटेक गरेर बसिहालेँ मैले। मन्दिर चाहिँ यहाँ छ, सारङकोटको डाँडा।
छोटो भए पनि रमाइलो त रमाइलो हुन्छ पानीमा ल आइपुग्यो Wow. कस्तो गाडी यही हो अब हामी आइपुग्यौँ डेभिड फल्स भन्ने यही हो गाडी राख्ने ठाउँ पो हामी चाहिँ घुम्दै फिर्दै पाताले छाङ्गो देवीज फलमा आइपुग्यौँ देवीज फल यता छ अनि महादेवको त्यो गुफा चाहिँ उ त्यहाँ छ अब टिकट लिएर भित्र छिर्छौँ हामी डेभिड फल्समा आइपुग्यौँ तर यहाँ पनि ए ऊ पुरा बनाउने कार्य भइरहेको छ यहाँ पनि माथि पनि बनाउने कार्य यता तल पनि निर्माण कार्य काम रहन्छ छोरो यहाँ पनि घुम्न आउनु खोइ छैन ल यति हो यहाँसम्म मात्र हो ल 100 रुपियाँ त फोकटमा पो जाने रहेछ त निर्माण कार्य पो भइरहेको छ त यो अहिले डेभिज फलमा चाहिँ आउनु बेकार छ टिकट काटेर भित्र आउनु चाहिँ किनभने के पनि छैन सब निर्माण कार्य भइरहेको छ कहीँ पनि छैन छिर्न पाएको छैन सिधो दैन भयो तल पनि हेर्न पनि पाइएन के पनि पाइएन छैन यहाँ खोइ कहीँ केही छैन के यो यहाँ बसेर एउटा दुईवटा फोटो खिचे मात्र हो र एक दुईवटा फोटो खिचेर फेसबुकको लागि इन्स्टाको लागि फोटो खिच्छौँ अनि यहाँ निस्किन्छौँ डेभिड फल चाहिँ 1 मिनट घुमेर हामी अब यो गुप्तेश्वर महादेव भएको ठाउँमा आइरहेछौँ यहाँ चाहिँ अब यहाँ चाहिँ के छ निर्माण कार्य भइरहेको छ कि छैन छिर्ने ठाउँ छैन रहेछ भिड भिड भएर हामी चाहिँ भोलि आउने भनेर फर्क्यौँ भोलि फेरि आउँछौँ भिड ल पसलहरू पनि गिफ्टहरूको पनि टन्न छ ल फाइनल्ली हामी चाहिँ विन्ध्यवासिनी मन्दिर आयौँ नयाँ गाडी लिएर है अब विन्ध्यवासिनी मन्दिरको दर्शन गरौँ ल मैले पूजाको सामान पनि यहाँ ल्याएको छु गाडी पार्किङको अगाडिपट्टि नै मन्दिर जाने बाटो यदि उकालो बाइकआउट गर्नलाई त्यहाँ लिफ्ट पनि छ पहिला त धेरै भिड थियो अहिले चाहिँ के छ थाहा छैन आज एकादशीको दिन हाम्रो कुलदेवताको मूलदेवी विन्ध्यवासिनी जुत्ता चप्पल कता थियो राख्नु जुत्ता त्यता हो ल जुत्ता चप्पल यहाँ राखेर अनि जानुपर्छ हात धुने ठाउँ चाहिँ यता छ रहेछ है लिफ्टबाट आउने ठाउँ चाहिँ यहाँ
गुरु गणेश, जय गुरु गणेश। लाइन बस्यो, एक चक्कर पुरै लाइन लाग्नुपर्ने रहेछ। लाइन चाहिँ छन् मान्छेहरू यहाँ पनि छन्, तर तलको जतिको भिड चाहिँ रहेछ है यहाँ। बिहानको पौने 12 बजे चाहिँ हामीले विन्ध्यवासिनी माताको दर्शन गरिसक्यौँ। मान्छेहरूको रस धेरै भएको भएर त्यति भिडियोहरू चाहिँ बनाउनु पाइएन। अब यहाँबाट चाहिँ अब हामी हिँड्छौँ। हामी चाहिँ पोखराको लगभग 4-5 दिनको बसाइपछि यातायातमा यो गाडी पास गर्न 5 मिनटको कामलाई लगभग दिनभरि नै लगाइदियो है। त्यसपछि अनिखेर हामी अब फर्किँदैछौँ। फर्किँदै फेरि सिधै घर जाँदैनौँ, हेरौँ कता कता अलमल गर्दै कता कता घुम्दै जान्छौँ। बाटो चाहिँ क्या दामी भएछ क्या, 90-100 को स्पिडमा जाँदाखेरि पनि कम जस्तो लाग्छ, तर अब धेरै कुदाउनु त भएन। एकदम रमाइलो छ बाटो चाहिँ एकदम। यहाँनिर चाहिँ पहिला कस्तो खराब थियो, पहिला पजेरो लिएर आउँदा। अहिले यो गाडी कुदाउन चाहिँ मजा आइरहेछ जस। आहा, बाटोको मधोस हेर्दा हेर्दै हेर पहाडहरू, सुन्दर बाटोहरू, आनन्दले गुराउँदै न भ्लग बनाउन मन लाग्छ, न फोटो खिच्न मन लाग्छ, न भिडियो बनाउन मन लाग्छ। बाटोमै रमाएर हिँड्न मात्र मन लाग्ने रहेछ। यो बाटोको सुन्दरता हेर्न चाहिँ तपाईँहरू पनि आफै आउनुपर्छ है। यति आनन्द आइरहेछ कि कुदाउनलाई है। ल बाटो हेर्नु त क्या, पुरा डाँडाहरूको तल फेदीमा बाटो, 4 लेनको पुरा रङ्गीन कलरफुल, कति मजाको छ क्या। म आनन्दले ड्राइभिङ गर्दै गर्छु है, बिदाई हुने चाहिँ छैन फेरि। अब चाहिँ हामी ठ्याक्क यो मादी रिभरमा आइपुग्यौँ है। मादी रिभरको यो चाहिँ पुरानो पुल, अब त्यहाँ नयाँ पुल बनाउँदैछ है। ओह आहा, कति अर्ब कति पो लगाएर बनाउनु लागेको पुल हो क्या अरे यो। ल क्या हेभी रहेछ, भिडियोहरूमा देखिरहेको थियो है, तर कस्तो हेभी रहेछ त्यो भिडियोहरूमा देख्यो भन्दा नि। रियल आँखाले हेर्दाखेरि चाहिँ पुरा उता चाहिँ पुरै पहिरो आइरहेको छ। अब त्यो पहिरोको रोकथाम चाहिँ कसरी गर्छ थाहा छैन। अहिले म जहाँ हिँडिरहेको त्यो चाहिँ पुरानो पुल, त्यो चाहिँ 4 लेनको पुल यस्तो ठुलो छ। यो पुलले पनि पर्यटकहरूलाई चाहिँ आकर्षक गर्छ जस्तो छ। पछि ठुलो छ, हेभी छ, धेरै प्रशंसा त पाएको छ। अब हेरौँ, अचानक 4 लेनको बाटोबाट हामी चाहिँ सिधै डाँडा काँडा उक्लिँदैछौँ। यो कहाँनिरको डाँडा काँडा उक्लिँदैछौँ भन्दा अब हामी बन्दीपुर जाँदैछौँ है। हेरौँ न बाटो कस्तो साँगुरो सानो, तर ठ्याक्क हाम्रो यो उताको काभ्रेको पलाञ्चोक जाने बाटो जस्तै जस्तै झल्को दिने ठाउँ रहेछ यो बाटो चाहिँ है। गर्मी पनि त्यस्तै, वन जङ्गलको रुखको प्रकृतिहरू पनि त्यस्तै छ, उकालो ठाडो। बन्दीपुर आएर गाडी यहाँ पार्किङमा चट्टलर राखेर रातभरि यहीँ छोड्ने।
अनि हामी चाहिँ अब एउटा लज लिएर बस्छौँ। यहाँ एउटा पहिला चाहिँ त्यो गेस्ट हाउस नै हेर्नुपर्ने भयो। पहिला गेस्ट हाउस हेरेर अनि मात्र घुम्नु पर्ला, हुँदैन भयो? उता तल नि छ रहेछ। हामी चाहिँ पहिला बन्दीपुर आउने बित्तिकै एउटा रुम लिएर पहिला रुममा सेटअप हुन लाग्यौँ है। एकदम थाक्यो, खुट्टा दुखेको छ होइन, त्यही भएर रुममा सेटअप हुने अनि एकछिन रेस्ट गर्ने अनि बेलुकी पख मात्र डुल्ने। अहिले काम छ, भर्खर 3:30 भयो, 5 बजे 5:30 बजीतिर मात्र निस्केर अनि डुल्ने। अनि बन्दीपुर कस्तो रहेछ अनि देखाउँला है त। रुममा 1 घन्टा 1.5 घन्टा रेस्ट गरेर अनि चट्ट लाएर यहीँ बाहिर निस्क्यौँ। अब चाहिँ अलि शीतल भयो भनेर। स्वास्थ्य अलिक गडबड छ, तैपनि निस्केर घुम्नु हुन्छ। हामी दुईजना मजाले यसरी हिँडिरहेछौँ। सबै भक्तपुरबाट आएर बनाएर बस्नु आएर छ। बन्दीपुरको बजार चाहिँ राम्रो राम्रो ट्रेडिसनल घरहरू रहेछ, ट्रेडिसनल ड्रेसहरू छ, ट्रेडिसनल ड्रेसहरू। सिँगार रहेछ, टिकटक बनिरहेछ उहाँ, नाच पुरै बुढी मान्छे। आमालाई फोटो खिच्न लाज लाग्छ। बन्दीपुर जस शीतल शान्त छ रहेछ अहिले चाहिँ। अनि पर्यटकहरू छन्, अलिअलि छन् पर्यटकहरू। बाक्लो ऊ त्यहाँनिर चाहिँ धेरै नै छन्, त्यहाँनिर चाहिँ धेरै पर्यटकहरू छन्। ट्रेडिसनल घरहरू कस्तो राम्रो छ बस्नलाई। एक दिन बस्नलाई ठिक छ। एउटा रो रहेछ बजारको बिचमा बाटो, दुईतिर चट्ट लाएर घरहरू, राम्रा राम्रा घरहरू। यहाँ मन्दिर रहेछ, के को मन्दिर हो, राम्रो राम्रो खाजा घरहरू छ रहेछ। यहाँ पनि मन्दिर रहेछ है। मलाई एक्लै रमाउन देऊ, यो सडक खाली छ, यो मन भारी छ। चन्द्रमाको ज्योतिले मलाई साथ दिन्छ, यो रातको सन्नाटाले मेरो भावना। हिजो र अस्तिको धेरै ठुलो स्ट्रेसले गर्दाखेरि स्वास्थ्य अलिकति गडबड भएछ। हिजो पनि पुरै हिँडे दिनभरि हिँडे राति बेलुकासम्म उभ्या भयो। आज पनि लगभग 2 बजेसम्म खाना नखाइकन उभ्या भयो। हिजो व्रत थियो, खाना खाने कुरो भएन। आज पनि 2 बजेसम्म खाना नखाइकन उभ्या भयो। यस्तो थकित र यस्तो पीडादायक भएछ ज्यान। भोलि हेरौँ कहाँ पुगिन्छ। भोक लागेको मौकामा टन्न खाजा खायो। खाजा खाएर चाहिँ खाजा खाँदाखेरि चाहिँ भिडियो खिच्नै बिर्सेछ। हामी भ्लग पनि गर्दैछौँ भन्ने बिर्सेछ है। तर अब यो सन्ध्याकालीन अहिले चाहिँ ठ्याक्क कति बज्यो भन्दा 6:40 गएछ। यस्तो देखिँदो रहेछ है। बन्दीपुर एकछिन यसो डुलेर अनि रुममा गएर रेस्ट गर्छौँ। थाकेका छौँ एकदम। स्पेसली घुम्न आएको भन्दा नि कामले गर्दा थाक्यो क्या। हिजो र आज चाहिँ एक दिनभरि कामले गर्दा थाक्यो। त्यही भएर यहाँ एकछिन रेस्ट गर्न आएको हामी आज। यो चाहिँ नेक्स्ट डे। हामी बिहान उठेर फ्रेस भएर अब यहाँ बजारमा आएर एकचोटि एक कप कफी खान्छौँ अनि फर्किन्छौँ। मान्छेहरू चाहिँ चहल पहल चाहिँ छ बिहानै पनि। अब यहाँबाट फर्किने क्रम हाम्रो जारी हुन्छ। अब कहाँ पुगिन्छ त्यो पनि ठेगान छैन। ल अब
अब चिया कफी पनि खायौँ अब बन्दीपुरलाई फाइनली बाई बाई गर्नु यही हो बन्दीपुर है त अब चहल पहल चाहिँ सुरु भयो जस